साथीहरू म चाहिँ ड्युटीबाट आएँ यस्तो गरिनी थियो कि मरिहालेँ नि म त थाकेर यो चस्मा यो क्याप नलाए त खत्तम छ साथीहरू कति गरिमी कि आमामा उफ थाकेँ गलेर आएँ म पटक्कै गलेँ आमामामा कति गरिमी मरेँ एसी राम्रो पनि चलेकै छैन हेर्नु है साथीहरू मेरो यो नेपालबाट आएको पार्सल मेरो श्रीमानले पठाइदिनु भएको होइन यसरी प्याकिङ गरेर क्या अब म यो प्याकिङ खोल्न गइरहेको छ है साथीहरू प्याकिङ खोल्न टाइम लाग्छ जस्तो छ यो पुरै प्याक मस्तै प्याक भएको रहेछ है कहाँबाट खोल्ने भन्ने गएँ क्या मैले हेर्नुहोस् है साथीहरू मेरो चाहिँ ड्युटीबाट आउने जाने मान्छेहरू प्रायः भइरहेको हुन्छ अनि एकजना आउँदाखेरि म चाहिँ सामान मात्रै राख्छु क्या सामान मगाउँछु मेरो योभन्दा 2 महिना अगाडि पनि आएको थियो एउटा सामान मेरो हातमै परेको थियो फेरि आएँ साथीहरू हेर्नु सामान आइपुग्यो आज आउनु हिँड्दै आएको सामान यो त्यो भाइ अल्छी म भोलि ड्युटीमै ल्याइदिन्छु भनेर अनि आज ड्युटीमै ल्याइदिएको रहेछ साथीहरू हेर्नु होला फाइनली खोलिसकेँ मैले सामान है साथीहरू यो भित्र हालेर पनि प्याकिङ रहेछ त यो त ओहो साह्रै मुस्किल प्याक गरेको रहेछ ए यत्रो प्याक रहेछ अब यो खोल्दा त अनि जान्छ त पाइन त अनि साथीहरू फाइनली मैले सामान खोलिसकेँ एकदम बन्दोबस्ती होइन पाराले स्ट्यान्ड हानेर चाहिँ पठाउनु भएको रहेछ थ्याङ्क यू सो मच मेरो बुढालाई आमामा साथीहरू छुर्पी हेर्नु न कति धेरै छुर्पी अनि यहाँभित्र छुर्पी मात्रै नभएर वा साथीहरू छुर्पी हेर्नु न गाइज ए कस्तो राम्रो क्या छुर्पी अनि किनिमा भन्ने चिज पनि आएको रहेछ है साथीहरू किनिमा पनि पठाउनु भएको रहेछ किनिमा अनि यो चाहिँ स्पेसल मेरो सुकुटी गाइज सुकुटी लभर हो नि त म थ्याङ्क यूहरू रायोको साग यहाँ हेर्नु है तपाईँहरू पनि हेर्नु है साथीहरू रायोको साग ए हुन्छ रायोको साग वाउ यो चाहिँ मैले यहीँ किनेको है अबुधाबीमै यस्तो दामी छ नि रायोको साग वाउ आज चाहिँ मेरो खानामा रायोको साग सुकुटी पाक्छ म चाहिँ यही पकाउन जान्छु है साथीहरू वाउ इन्जोय हेलो एभ्रिवान गुड इभिनिङ है यो चाहिँ रातिको बनावटी हो सुकुटी आएको पनि थियो अनि बनाउँदैछु म चाहिँ मजाले सुकुटी फ्राई गर्नु पर्यो साथीहरू होइन कहिले कसो खान पाइन्छ कहिले कसो भन्दा नि प्रायः मेरो त सुकुटीहरू आइरहेको छ है घरबाट मेरो कम्पनीबाट आउने जाने मान्छेहरू थुप्रै हुन्छ अनि जो जाँदा पनि 1 केजी 1.5 केजी सुकुटी चाहिँ मागेकै हुन्छु मैले साथीहरू होइन अनि यता हेर्नु त सुकुटी कस्तो गाँजाको नि है यो खर्याएको क्या मैले मजाले खर्याएर बनाएको थिएँ अनि प्याज हाल्दाखेरि पनि यस्तो भयो अलि गाँजाको त्यो तेलहरू बोसोहरूले गर्दाखेरि यस्तो भएको यो चाहिँ हेर्नु है साथीहरू यस्तै बनाएँ मैले हेरी तपाईँहरूलाई पनि मनपर्छ भने आउनु है चाख्नलाई सुकुटी मजाले खाइयो साथीहरू दाँत दुख्ने नै गरी खाइयो यो सुकुटी खाना चाहिँ एकदमै मिठो साथीहरू लास्टै दाँत दुख्छ क्या अनि साथीहरू मैले त रायोको साग पनि किनेको थिएँ अबुधाबीमा पनि पाउँछ है रायोको साग बङ्गाली मार्केटतिर पाउँदो रहेछ अनि 1 मुठा ल्याएको थिएँ मैले अलिकति चाहिँ सुकुटीमा हालेँ अनि अलिकति अलि धेरै चाहिँ मैले फेरि अर्को सब्जी बनाएको छु होइन त्यो चाहिँ म अर्को पार्टमा ल्याउँछु साथीहरू हेरिदिनु होला इन्जोय गरिदिनु होला फलो